हेलो गाइस, छ्याजेलो। आज चाहिँ मैले थुप्रो दिनको बाद एउटा भिडियो लिएर आइसकेको छु तपाईहरुको बीचमा। र म अहिले कहाँ आएको छु भन्दा म आएको छु अहिले पुरानमा, किनकि मेरो मामा घरमा पुराण चलिरहेको छ। यो चाहिँ शिव पुराण हो अनि हामी चाहिँ बिहानै नुहाइधुवाइ गरेर पूजा गर्नको लागि गइसकेको छौं। पहिले चाहिँ गणेशजीको पूजा गरेर कथाको लागि बस्ने छौं। पहिले चाहिँ म देखाउँछु अहिलेको नजारा, किनकि अहिले मान्छेहरु आइसकेको छैन किनकि हामी बिहानै आएको। यहाँ बिहानै पूजा हुँदा रहेछ अनि हामी पनि आएर अहिले यहाँ बसिसकेको छौं। सबैजना देख्न सक्नुहुन्छ। मैले चाहिँ बहुत दिनको बादमा देखो यो भिडियो, किनकि मैले अर्को च्यानलमा भिडियो बनाइरहेको थिएँ, त्यही भएर अब एकछिन चाहिँ पूजाको लागि ध्यान गर्नु पर्यो। अनि म चाहिँ देखाउँदै छु यहाँ मेरो बुढाले पूजा गरिरहेको छ कसरी। अहिले चाहिँ हामी यहाँ टीका लाउन आइसकेको छौं। यहाँ चाहिँ अक्षिता र चन्दन अनि पञ्चामृत राखेको छ अनि दुईटा बहिनीले पाला पाला सबैजनालाई लगाइदिँदैछ। अब आउँछ मेरो बारी। खाली हात टीका लाउनु हुँदैन रे, त्यही भएर मैले पनि यहाँ भेटी पैसा चढाएर टीका लाउनु लागि रेडी भइसकेको छु। अब आउँछ मेरो दिदीको बारी, जिस्काउँदै दिदीलाई क्यामेरामा लगाउन लागि खोज्दै थियो अनि मैले छिनेर फेरि मैले देखाइदिएको। यो चाहिँ हो मेरो भेना अनि भेनाले लाउनु रेडी भइरहेको छ। उता छ काका, यता आयन्स र आयन्सको पापा पनि छ जो कि अहिले टीका लगाएको छैन, त्यही भएर मैले टीका लाउन जानु भनेर भन्दैछु। अनि मेरो यो भ्लग हेर्ने सम्पूर्णलाई शंकरदेवको कृपा बनोस्। कमेन्टमा सबैजनाले हर हर महादेव लेखिदिनु होला। अब चाहिँ हामी सबैजनाले यहाँ टीका लगाइसकेर कथाको लागि बसिसकेका छौं। 52 अम्लाका भगवान विष्णुले जब वामन रूप धारण गरेर राजा बलिको सामु संकल्प गर्नुभयो, तब यति सानो नन्नासा हुनुहुन्थ्यो। केवल 3 पाउ मात्र जमिन माग्नुभयो। राजा बलिले के भनेका थिए? हे बाबु, हे गुरुजी, यदि हजुरको विवाह भएको छैन भने म विवाह गराइदिन्छु। हजुरलाई यदि भजन गर्नलाई आश्रम चाहिन्छ भने म आश्रम बनाइदिन्छु। हजुर यदि विद्वान हुनुहुन्छ, बटु खेललाई पढाउनुहुन्छ भने म गुरुकुल खोल्दिन्छु। यदि हजुरलाई ठुलो महल चाहिन्छ भने म महल बनाइदिन्छु। हजुरलाई जे चाहिन्छ त्यो हो। अब यहाँ चाहिँ लाखबत्ती जलाउनु लागि सबैजना रेडी भइरहेको छ। यहाँ देख्नुहुन्छ कोलको दाम लाइन लाइन गरेर लाख लाख बाती काटेर यहाँ लगाइसकेको छौं। अहिले हामी यहाँ जलाउँदै छौं। देख्न सक्नुहुन्छ कति राम्रो लागेको छ। यहाँ लाखबत्ती बाल्दै छ। शिवनाम गोत्रोत्पन्नं भक्तबहादुर गुप्तवं मम धर्मपत्नी स भ्रातृ सर्वे संत परिवारं तथा च अस्मत्तिप्रियम् उत्तमलोकप्राप्तिकामाय तथा च स्वस्य च जन्मकुण्डलमध्ये नानाविधदोषपरिहाराय तथा च अस्मिन् जन्मे जन्मान्तरे जन्म मरण को जन्मनु पारे संसारमा फेरि, जन्मनु पारे संसारमा फेरि, सबै जन्मो यही बरो दियो बाली साझको फूल सजाई पूजाको माता लक्ष्मी बस देव आजा, माता लक्ष्मी बस देव आजा, घर संसार सानो हारो दियो बाली साधको फूल सत्य माता लक्ष्मी नारायणी, सत्यहारिणी दीर्घरूपिणी माता लक्ष्मी नारायणी।
महिषासुर र देवी पार्वती हो। एक कालीकोटे महिषासुर यो मेरो सिंह हेर दुईटा सिंह यो सिंहले माउन्ट एभरेस्ट हिमालय सबै पर्वत माउन्टेनहरू धरम धुरुम गरेर यहाँ आएको छ। र त्रिलोकको अधिपति महिषासुर तिमीलाई वर गर्न चाहन्छ तिम्रो वरण। र अहिले चाहिँ हामी यहाँ सबैजना गुरुजीको लागि हामीले यहाँ 26 गामसा लिएर आइसकेको छु गुरुजीहरूलाई सम्मानको लागि। यस्तो छ भगवान श्री रामले लङ्का जानुभन्दा पहिला कसको पूजन गर्नु भएको थियो? जोरदार ताली। ओम व्यासाय विष्णु रूपाय व्यास रूपाय विष्णवे नमो वै ब्रह्म हृदय वासिष्ठाय नमो नमः। हरि ओम स्वस्ति न इंद्रो वृद्धश्रवाः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति नस्तारिक्षु वरिष्ठनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु। ओम कस्तूरी तिलकं ललाटपटले वक्षस्थले कौस्तुभं नासाग्रे वरमौक्तिकं करतले बुलेन्दीवरकान्तिमिन्दुवदनं वरावतं सप्रियं दिव्य एउटा भजन श्रवण गरौँ। आजबाट हाम्रो बिदाई दिनेछु है गुरुजी।